साथीहरू नमस्कार। आज दिनभर नेपालको शेयर मार्केट के कस्तो भयो, आज आइपिओसँग सम्बन्धित के कस्ता गतिविधिहरू सम्पन्न भएसँग सम्बन्धित विविध विषयहरू लिएर उपस्थित भइसकेका छौँ। आइपिओसँग सम्बन्धित विषयवस्तुमा तपाईँ जानकारी लिन चाहनुहुन्छ भने भिडियोलाई कति पनि स्किप नगरेर अन्तिमसम्म हेर्नुहोला। रेग्ने लाइन इनर्जी लिमिटेडले जनरल पब्लिकको लागि निष्कासन गरेको आइपिओमा 24.49 गुणा बढी आवेदन परेको छ। यसमा आवेदन भर्ने मानिसहरूको सङ्ख्या 25,96,425 जना रहेका छन् भने यसमा आइपिओ पर्ने सम्भावना 4.55% रहेको छ। अर्थात् 1,18,026 जनाले मात्र आइपिओ प्राप्त गर्ने भएका छन् भने 24,78,379 जनाको हात खाली हुने भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नियमित कारोबार आजबाट सुरु भएको छ। यसको ओपनिङ प्राइस चाहिँ रु 300 राखिएको छ। त्यस्तै सालपा विकास ब्याङ्क लिमिटेडको नियमित कारोबार आजबाट सुरु भएको छ। यसको ओपनिङ प्राइस पनि 300 रुपियाँ राखिएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लिमिटेडको आइपिओ भोलि मङ्गलबार बिहान 9 बजे बाँडफाँड गरिने भएको छ। यसमा आइपिओ पर्ने सङ्ख्या 25,53,871 जना थियो भने आइपिओ पर्ने चाहिँ 57,243 जना रहने भएका छन्। आइपिओ नपर्ने अर्थात् हात खाली हुनेहरूको सङ्ख्या पनि 24,96,628 जना रहनेछन्। त्यसै गरी नेपालको सेयर मार्केट अन्तर्गत नेप्सी इन्डेक्स अपडेट अन्तर्गत हेर्नुहुन्छ भने आज फागुन 4 गते 2662.91 अर्थात् 8.16%ले आजको नेप्सी इन्डेक्स डाउन भएको छ। त्यस्तै नासा सेक्युरिटिजले 30% प्रारम्भिक मार्जिनमा मार्जिन ट्रेडिङ सेवा सुरु गरेको छ। अब लगानीकर्ताले ब्रोकर मार्फत ऋण लिएर 10 लाखदेखि 2 करोडसम्म सेयर कारोबार गर्न सक्ने भएका छन्। यस्तै डेली सेयर मार्केटसँग सम्बन्धित अपडेट, आइपिओसँग सम्बन्धित अपडेट्स लिन चाहनुहुन्छ भने हाम्रो यस स्मार्ट पैसा नेपालको अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। हामी फेरि अर्को भिडियोका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्कार।